संसारभरि छरेर बस्नुभएका हामीलाई माया गर्नुहुने हाम्रो प्यारो मित्रहरू, आज हामी यस्तो व्यक्तिसँग बोल्न गइरहेको छु जहाँ जहाँ उहाँले नेपालमा मात्र नभइकन इन्डियामा र दार्जिलिङ, सिक्किम धेरै ठाउँमा परमेश्वरको काम गर्ने मौका पाउनुभएको छ। एक यस्तो व्यक्ति जसको जीवन केवल आफ्नै लागि होइन, धेरै आत्माहरू परमेश्वरतर्फ डोर्याउनको लागि उहाँको जीवन माध्यम बनेको छ। आउनुहोस् हामी आदरणीय सिनियर रेभरेन्ड पास्टर रिचर्डसँग केही कुराहरू सोध्न गइरहेका छौँ र केही कुराहरू हामी सिक्न गइरहेका छौँ। जय मसी। आज हाम्रो एडी स्टुडियोमा हजुरलाई स्वागत गर्दछौँ। धेरै खुसी लाग्यो हाम्रो भाइ आशिषलाई भेट्न पाउँदा र एडी स्टुडियोले मलाई आज वेलकम गर्नुभयो। आइ एम सो ब्लेस्ड, आइ एम सो ह्याप्पी। थ्याङ्क यू सो मच यो मौका तपाईँले मलाई दिनुको लागि। पास्टर बा, हजुरले चाहिँ अहिले मिनिस्ट्रीमा चाहिँ के गरिराख्नु भएको छ र कसरी गरिराख्नु भएको छ र के मार्फत चाहिँ हजुरले यो मिनिस्ट्रीमा चाहिँ तपाईँले एउटा लेभलदेखि अर्को लेभलमा पुर्याइराख्नु भएको छ र आउनेवाला समयमा चाहिँ तपाईँले त्यो मिनिस्ट्रीलाई चाहिँ अझै माथि कसरी पुर्याउनुहुन्छ? धन्यवाद यस क्वेसन सोध्नुको लागि। अहिले हाम्रो मिनिस्ट्री चाहिँ हाम्रो अहिले चर्च मिनिस्ट्री छ अनि त्यो चर्च चाहिँ युनाइटेड बाप्टिस्ट चर्च अनि चर्चको अन्डरमा हाम्रो फेथ प्रेयर होम छ, प्रार्थनाको मिनिस्ट्री पनि छ। त्यो दुईटा मिनिस्ट्री बराबर चलाउँदैछु। एगेन हाम्रो मिनिस्ट्रीद्वारा हामी चाहिँ ठाउँ गाउँमा गएर चाहिँ रिभाइभल प्रोग्रामहरू गर्छौँ। जागृति सेवाकाई हाम्रो आफ्नो प्रेयर टिम छ, वर्सिप टिम छ। हामी सबै गएर चाहिँ सानो चर्च गाउँमा गएर जुन चाहिँ चर्च सेलाएको छ आत्मामा तिनीहरूलाई चाहिँ हामी गएर चाहिँ जागृति सेवाकाई दिएर पवित्र आत्माको अभिषेक प्रभुको वचनद्वारा उनीहरूलाई चाहिँ प्रभुमा नजिक ल्याउने काम गर्छ। हामी चाहिँ के गर्छौँ भने चाहिँ ठाउँमा गएर चाहिँ हामी गस्पेल मिनिस्ट्री गर्छौँ। अर्कै स्टेटमा डिस्ट्रिक्टमा एक्जाम्पल नेपालमा गयो, भुटानमा गयो, अब उता गएपछि हाम्रो गस्पेलहरू डोर टु डोर गस्पेल विच टु सेयर एन्ड उता पनि हामी गएर रिभाइभल सेवाकाईहरू गर्छौँ। अब यो सुसमाचार सेवाकाई हामी बेसी अगाडि लिएर जान्छौँ गर्दैछौँ अहिले। र हाम्रो मिनिस्ट्री चाहिँ के छ भने चाहिँ इट्स अ फेथ मिनिस्ट्री। हामी चाहिँ प्रभुलाई मात्रै विश्वास गर्छौँ, प्रभुलाई मात्रै ट्रस्ट गर्छौँ। हामी वी फोकस अन द गॉड। हामीलाई के चाहियो भने चाहिँ वी जस्ट टुक फास्ट, वी प्रे एन्ड प्रभुले हामीलाई बाटो खोल्नुहुन्छ एन्ड एभ्रिथिङ हाम्रोमा आज चर्चमा के छ भने सबै प्रभुले मेरिकली हामीलाई ब्लेस गरेको। वी स्पेन्ड टाइम इन प्रेयर एन्ड प्रभुले हामीलाई दिनुहुन्छ। र फ्युचरमा हाम्रो के प्रोग्राम छ भने चाहिँ अहिले हाम्रो चर्च मिनिस्ट्री छ, अहिले हाम्रो फेथ प्रेयर होम छ, अहिले हामी ठाउँमा गएर रिभाइभल प्रोग्रामहरू गर्दैछौँ, अब गस्पेल प्रोग्रामहरू गर्दैछौँ हामी। एगेन हाम्रो फ्युचर मिनिस्ट्री के छ भने चाहिँ फ्युचर प्लान के छ भने चाहिँ हामी एगेन सर्ट टर्म बाइबल स्कुल खोल्नु। धेरै पास्टरहरू छ, मैले गाउँमा गएर देखेँ धेरै पास्टरहरू चाहिँ बाइबल कलेज पढेको छैन, बाइबलको अध्ययन छैन। दे जस्ट टुक 2-3 days ट्रेनिङ एन्ड दे डुइङ पास्टरिङ विथ चर्च गाउँमा। तो आई वान्ट देम उनीहरूलाई चाहिँ बोलाएर चाहिँ अलिकति प्रभुको वचनद्वारा झन् गहिरो सिकाइदिनुको चाहिँ त्यो हाम्रो प्लान छ भविष्यमा। एगेन नेक्स्ट वी आर प्लानिङ द्याट भएर त्यो लाइक टु हेल्पिङ द स्मल चर्चेस। सानो चर्चमा चाहिँ धेरै मान्छे पढेको मान्छेहरू जान्दैन, अनि बिग चर्च बिग क्राउडमा त राम्रो वक्ताहरू आउँछ, डक्टरेट गर्ने मान्छेहरू टाई लगाएर आउँछ ठुलो चर्चमा। तर सानो गाउँको सानो जुन्दाहरूमा जान्दैन। वी वान्ट टु भिजिट सबै यसो सानो ठाउँमा गएर चाहिँ प्रभुको वचन सुनाएर चाहिँ यहाँ रिभाइभल ल्याउने त्यस्ता योजना छ। तपाईँको जीवनमा परमेश्वरसँगको सम्बन्ध कसरी सुरु भयो? मेरो यस्तो भयो, जब म अब हिन्दू परिवारमै जन्मेको तर प्रभुको विषयमा मैले सुनेको, अरूले प्रभुको विषयमा भनेर सुनेको। तर एकखेप के भयो भने यहाँ नागाल्यान्डमा चुमुक दिमामा
नेपाली बाप्ती चर्च चिमुक्तिमामा रिभाइभल हुँदै थियो 1993 मा। त्यति बेला साथीहरूले मलाई बोलायो, म गएर त्यो रिभाइभलमा बस्दै थिएँ। लास्ट बेन्चमा बसेर सुन्दै थिएँ। फर्स्ट दिन गयो, शुक्रबार बेलुका गयो, शनिबार बेलुका गयो, सन्डे बेलुका गएर बस्दाखेरि जब त्यो पास्टर बाउले सबैलाई बोलाउनु भयो अगाडि प्रस्ताव गर्नुको लागि, प्रभुलाई जसले प्रभुलाई लिनुहुन्छ आउनु सक्नुहुन्छ भने, त्यति बेला के भयो भने चाहिँ मलाई के थाहा थिएन कसरी म अगाडि गएर रोएर प्रस्ताव गर्ने थियो, मलाई के थाहा थिएन। त्यो दिन चाहिँ पछि म अगाडि गएर मैले रोएर प्रार्थना गर्ने थियो, प्रस्ताव गरेर पछि पास्टर बाबुले मलाई प्रार्थना गरिदिनु भयो। मैले ती बेलुकै मैले प्रभुलाई ग्रहण गरेँ। मलाई चाहिँ त्यो दिन चाहिँ मैले कहिले बिर्सिन सक्दिनँ, किनभने त्यो कसले मलाई उठाएर त्यो स्टेजमा लग्यो, त्यो पवित्र आत्माले लग्यो होला। त्यो दिनमा चाहिँ मैले 1993 त्यो रिभाइभल क्रुसेडमा मैले प्रभुलाई एक्सेप्ट गरेँ। तपाईँले चाहिँ मिनिस्ट्रीमा आउनुभएको कलिङ कसरी महसुस गर्नुभयो? तपाईँ जब तपाईँ मिनिस्ट्रीमा अब तपाईँले नेपालमा पनि धेरै ठाउँमा सेवाकाई गर्नुभयो, सिक्किम, दार्जिलिङ अनि अरू पनि धेरै ठाउँमा। रिसेन्टली तपाईँ अब इन्डियाको विभिन्न ठाउँमा तपाईँ गएर प्रचार गर्नुभयो। तपाईँको प्रचार सुन्नको लागि, परमेश्वरको वचन सुन्नको लागि मान्छेहरू धेरै त्रिषित हुन्छन् अनि धेरै ठाउँमा हजुरको कुराहरू पनि मैले सुन्ने गर्छु। तपाईँले चाहिँ मिनिस्ट्रीमा आउनुभएको कलिङ कसरी महसुस गर्नुभयो? यो चाहिँ ठुलो कुरा हो। जब मेरो आमाको इच्छा के थियो भने चाहिँ प्रभु पाएपछि चाहिँ आमाको प्रार्थना, आमाको इच्छा के थियो भने चाहिँ मेरो छोरा चाहिँ प्रभु काम गर्नुपर्छ। त आमाले फास्टिङ लिएर प्रार्थना गरेर छोराको लागि धेरै प्रार्थना गर्नुभयो। एक दिन मेरो आमाले मलाई भन्नुभयो, छोरा म त तपाईँलाई चाहिँ प्रभुलाई सुन्दैछु छु, यु सुड सर्भ गॉड थ्रु योर लाइफ, मलाई त्यस्तै भन्नुभयो। तर त्यति बेला मैले भने, आमा म चाहिँ प्रभुको काम गर्दिनँ, म चाहिँ सेकुलर काम गर्छु, मैले अहिलेसम्म प्रभु काम गर्नु निलिएको छैन भने। तर आमाले भन्यो, आई अलरेडी प्रेड फर यु, मैले त तिम्रो लागि प्रार्थना गरेको छु प्रभुलाई, तिमी चाहिँ प्रभुको काम गर्नुपर्छ छोरा भनेर त्यस्तै भन्नुभयो। त्यस्तो भएर चाहिँ 1996 मा आमा बिमारी हुनुभयो। आमा बिमारी भएर चाहिँ गुवाहाटी ट्रिटमेन्ट जानु बेलामा आमाले मलाई एउटा कुरा भन्यो, छोरा तिमी चाहिँ प्रभुको काम गर्नुपर्छ है, अब म जाँदैछु बिमार हेर्नुको लागि गुवाहाटीमा, फर्केर आउँछु कि आउँदैन थाहा छैन, तर तिमी सधैँ एउटा भर्स चाहिँ याद गर्नु भनेर म्याथ्यू च्याप्टर 5 verse 16 मलाई दिनुभयो। त्यो बेलुका मैले त्यो मेमोराइज गरेँ। त्यहाँ लेखेको थियो, let your light so shine before man that they may see your good works and glorify your Father which is in heaven. Amen. त्यहाँदेखि आमा जानुभयो। 3 दिनपछि खबर आयो गुवाहाटीदेखि आमा चाहिँ प्रभुमा सुत्नुभयो। धेरै अब दुख्ने अब त्यस्तो भयो, मन धेरै दुख्यो। मैले सबभन्दा बेसी आमालाई माया गर्ने छोरा थिएँ। त्यसको पछि पास्टर बा आमा खसेपछि चाहिँ पास्टर बाबुले चाहिँ मलाई चर्चमा लगेर वानमा राख्नुभयो। त्यो पास्टर बाबुले मलाई भन्नुभयो एउटा कुरा वान इभिनिङमा, रिचर्ड तिमीले सच्चै आमालाई माया गर्नुहुन्छ भने। हजुर म आमालाई माया गर्छु। आज चाहिँ हेर रिचर्ड, आज आमा चाहिँ प्रभुमा छ, तिमी यो संसारमा छौ। आमाको इच्छा के थियो? आमाको इच्छा चाहिँ म चाहिँ प्रभुको काम गर्नुको लागि। त्यहाँदेखि पास्टर बाबुले भने तिमी सच्चै आमालाई प्रेम गर्छ, माया गर्छ भने चाहिँ आमाको इच्छालाई पुरा गर्नु। एन्ड द्याट वर्ड टच मी एन्ड अन द्याट इभिनिङ आई प्रे टु गॉड एन्ड आई डिसाइड यो संसारमा आमा हुँदाखेरि मैले 10 रुपियाँको सामान पनि किनेर दिन सकेन, तर आमालाई प्रभु उठाउनु भयो। अहिले आमा चाहिँ स्वर्गमा हुनुहुन्छ एन्ड आई सुड फुलफिल द ड्रिम अफ माई मम। त्यहाँदेखि मैले डिसाइड गरेँ अबदेखि चाहिँ म प्रभुको काम गर्छु, मेरो जीवन प्रभुको लागि सुम्पिदिन्छु भने चाहिँ आई डिसाइड। त्यहाँ एउटा कुरा म भन्नु मन लाग्यो के चाहिँ प्रार्थनामा शक्ति छ। साँच्चै हृदयदेखि हामीले प्रार्थना गरेको चाहिँ यो प्रभुले सुन्नुहुन्छ। अब आमा यो दुनियाँदेखि प्रभुले उठाउनु भयो, तर आमाको प्रार्थना चाहिँ आज म एउटा लिभिङ टेस्टिमनी हो। यो आमाको प्रार्थना चाहिँ मेरो कलिङ भयो। सेवाको यात्रामा तपाईँले धेरै चुनौतीहरू पनि
सामना गर्नुभएको होला नि होइन? अनि त्यसमध्ये सबैभन्दा गाह्रो समय चाहिँ कुन थियो? सबभन्दा गाह्रो चाहिँ के छ भने म 1996 मा फर्केर नागाल्यान्डमा आएर एउटा मण्डली सुरु गरेँ। 3 जना मान्छे लिएर सुरु गरेँ मैले। त्यति बेला मैले साइकल मिनिस्ट्री गरेको थिएँ। साइकल चलाएर घर घरमा गएर सुसमाचार सुनाएर त्यो मण्डली सुरु गरेँ। मेरो चाहिँ पुरा मेरो हार्ट माइन्ड सोल सब दिएर चाहिँ यो मण्डली सुरु गरेँ मैले। आई स्पेन्ड टाइम विथ लर्ड इन प्रेयर। म सन्डे स्कुल टिचर पनि मै थिएँ, वुमेन डिपार्टमेन्टमा। साइकल चाहिँ कुन ठाउँमा तपाईँले साइकल मिनिस्ट्री सुरु गर्नुभयो? यो दिमापुरमा। दिमापुरमा। हजुर, दिमापुर। हजुर हजुर। त्यो मण्डली सुरु भएर चाहिँ 13 इयर्स पछि अलरेडी एस्टाब्लिस भयो त्यो मण्डली। माटो पनि भयो, बिल्डिङ पनि सुरु भयो। हामीले मोर देन 10 lakhs को फाउन्डेसन सबै पिलरहरू लगाएर पुरा कन्स्ट्रक्सन पनि सुरु भयो। अलमोस्ट लाइक 50-60% चाहिँ डाउन भयो। त्यसको पछि 2018 मा त्यो चर्च चाहिँ मैले अब त्यो एकदम के भन्नु अब सबभन्दा दुःख लाग्ने कुरा के छ भने चाहिँ त्यो चर्च चाहिँ जसले चाहिँ माटो दिएको थियो त्यो माटो दिने परिवारले पास्टर बाउ यो चर्च चाहिँ हामीलाई दिनुहोस्, हामी चलाउँछौँ। र मैले भने ठिकै छ, तपाईँहरूले चलाउनु मन छ भने केही छैन, म एकछिन प्रार्थना गर्छु। त्यहाँदेखि मैले 3 days I took fast अनि प्रभुले भन्नुभयो दिइहाल छोरा, म तिमीलाई नयाँ दिन्छु। इट्स अ भेरी हार्ड टाइम। मेरो जवानी लाइफ त्यो मण्डलीमा मैले बिताएको, त्यो सुरुवात गरेको त्यो मिनिस्ट्री। इट्स अ हार्ड टाइम फर मी। तर प्रभुको कुरा मैले सुने। 3 days फास्टिङ लिँदाखेरि प्रभुले भन्नुभयो छोरा दिइहाल, म तिमीलाई नयाँ दिन्छु। देन प्रभुको कुरा मानेर मैले त्यो मण्डली सब मेरो गाडी थियो के सबै दियो मैले, केही पनि लिएन। त्यहाँदेखि चाहिँ मैले नयाँ मण्डलीहरू सुरु गरेँ नयाँ ठाउँमा। अहिले चाहिँ नयाँ मण्डली त्यसपछि चाहिँ तपाईँले अर्को ठाउँमा नयाँ मण्डली? हजुर, अहिले हामी बसेको ठाउँ चाहिँ नयाँ मण्डली 2018 अगस्त 31 मा सुरु गरेको यो। तपाईँको अनुभव अनुसार मानिसहरूले किन परमेश्वरबाट टाढा जान्छन् र उनीहरूलाई फेरि उहाँतर्फ फर्किन तपाईँले के गर्नुहुन्छ? विश्वासीहरू किन प्रभुदेखि टाढो जान्छ भने चाहिँ जब विश्वासीले प्रार्थनामा कमजोर हुन्छ, वचन पढ्दैन, त्यसको पछि उनीहरूको जीवनमा जब प्रभुको आशिष आउँछ, उन्नति हुँदै जाँदाखेरि घमण्ड पस्न थाल्छ। त्यसको पछि विश्वासीहरू छेलाउँदै जान्छ। अरू त्यो विश्वासीहरूलाई कसरी ल्याउने भने चाहिँ हामी पनि प्रभुको दासहरू फास्टिङ प्रार्थना बसेर प्रभुको वचनलाई अध्ययन गरेर उनीहरूसँग जब हामी गयो भने चाहिँ त्यो पवित्र आत्माले काम गर्नुहुन्छ। हाम्रो बोली होइन, हामी गएर उनीहरू घरमा जाँदाखेरि चाहिँ त्यो शैतानले बाँधेको बन्धनहरू छुटेर जान्छ, खोलिहाल्छ। त्यसको पछि चाहिँ उनीहरूलाई चाहिँ हामी प्रभुको वचनद्वारा प्रार्थनाद्वारा बोलेपछि चाहिँ दे कम ब्याक टु क्राइस्ट अगेन। तपाईँले चाहिँ युवाहरूलाई के सल्लाह दिनुहुन्छ ताकि उनीहरू सही बाटोमा हिँड्न सक्नु? म यो संसारभरि छरेको युवाहरूलाई सल्लाह दिनु के छ भने चाहिँ यङ टाइम इज द बेस्ट टाइम टु सर्भ गॉड। एन्ड यङ टाइममा चाहिँ हामी चाहिँ एउटा जीवन चाहिँ एउटा फुल जस्तै हो, सबैले एडमायर गर्नुहुन्छ। त्यो एडमायर गर्नु बेलामा हामी प्रभुको लागि जिउनुपर्छ, प्रभुको लागि जिउनुपर्छ। इट्स द बेस्ट टाइम। त्यो युथ टाइम चाहिँ फर्केर आउँदैन। गॉड वान्ट युथ, प्रभुलाई चाहिँ त्यस्तै यङहरूलाई चाहिन्छ यो संसारमा प्रभुको काम गर्नुको लागि, प्रभुको स्तुति प्रशंसा दिनुको लागि। यदि कसैले आजदेखि नै परमेश्वरसँग नजिक सम्बन्ध बढाउन चाहन्छ भने उसले कहाँबाट सुरु गर्नुपर्छ? प्र्याक्टिकल स्टेपहरू के हुन सक्छन्? सबभन्दा पहिला ऊ
रिपेन्ट गर्नुपर्छ, पश्चाताप गर्नुपर्छ। त्यसको पछि उसको जीवन सरेन्डर गरिदिनुपर्छ, प्रभुको हातमा सुम्पिदिनुपर्छ। त्यसको पछि ऊ प्रभुको हातसम्म तेरेर he or she should walk with God daily. Yes. सधैँ प्रभुसँग हिँड्नुपर्छ। अनि त्यसको पछि उसले प्रभुको वचन बुझ्न थाल्नुहुन्छ। उसको जीवन चाहिँ एउटा आत्मिक जीवन प्रभुले त्यसको पछि प्रभुले उसलाई चलाउनुहुन्छ। And he will hear the voice of God and he will know this is the voice of God. And उसले त्यसको पछि he or she will obey the word of God. उसको जीवन चाहिँ एउटा प्रार्थनाको जीवन हुन्छ। किनभने हामीलाई भनेको छ हाम्रो जीवन विश्वासीको जीवन चाहिँ प्रभुको घर हो, मन्दिर हो। यो मन्दिर चाहिँ प्रार्थनाको घर हुनुपर्छ। एउटा विश्वासी जब प्रभुसँग आउँछ नयाँ भएर उसको घर, उसको जीवन चाहिँ एउटा प्रार्थनाको घर हुन्छ। या पवित्र आत्मा आएर वास गर्नुहुन्छ र उसको जीवनद्वारा उसको जीवनद्वारा त्यो प्रभुको ज्योति चम्किन थाल्छ यो संसारमा। वाह वाह वाह। तपाईको व्यक्तिगत जीवनमा प्रेयर र प्रार्थना र वचनको भूमिका कस्तो छ? मेरो जीवनमा मैले सबभन्दा बेसी आई स्पेन्ड इन प्रेयर। मैले अहिले अब त्यो भन्दाखेरि चाहिँ अब कसैले त्यो जस्ट ब्लोइङ माई ट्रम्पेट त्यो होइन। म कलेजमा हुँदाखेरि नै I took 40 days and 40 night fasting. Wow. And त्यसको पछि again in 2020 I took 40 days and 40 night fasting. मैले प्रभुलाई भने God, I need more power. And God said, if you need more power, you spend time with me. Again in 2021 I took 40 days and 40 night fasting. And प्रभुले मलाई आशिषले भन्नुभयो त्यो धन दौलतको होइन तर आत्मिक आशिषले भन्नुभयो। किन प्रार्थनाले जरुरत छ? किनभने प्रार्थना चाहिँ प्रभुसँग बात गर्ने, सम्बन्ध बनाउने। हामी प्रभुसँग नजिक जानु छ भने चाहिँ we need to pray, we need to spend time with God. हामी वाइड टाइम हामी प्रभुसँग बिताउँ। जति तपाईँ बाइबल पढ्नुहुन्छ तपाईँ त्यति ज्ञान पाउनुहुन्छ तर प्रार्थना चाहिँ गर्नैपर्छ। अहिलेको जेनेरेसनमा मान्छेहरू विशेष गरी यङ जेनेरेसनहरू भित्रैबाट टुटेको हुन्छ, एन्जाइटी हुन्छ, फ्रस्ट्रेसन हुन्छ, डिप्रेसन हुन्छ। त्यस्तो हार मानेको युवकहरूलाई, हार मानेको युविकाहरूलाई, हार मानेको केटाकेटीहरूलाई चाहिँ तपाईँले उनीहरूलाई चाहिँ एउटा वाक्यमा, एउटा कुरामा चाहिँ के सल्लाह दिन चाहनुहुन्छ? म उनीहरूलाई एउटै सेन्टेन्समा भन्छु, come back to Christ. There is a peace, there is a way, there is a salvation, there is a blessing, there is a joy. संसारभरि छरेर बस्नुभएको हामीलाई माया गर्नुहुने प्यारो मित्रहरू, आज आदरणीय सिनियर रेभरेन्ड पास्टर रिचर्डसँग उहाँले भोग्नुभएका, उहाँले एक्सपिरियन्स गर्नुभएका बाइबलीय कुराहरू, केही कुराहरू हामीले सिक्न पाएका छौँ। तपाईँ पनि यस्तै नयाँ भिडियो हेरेर प्रशस्त रूपमा आशिष पाउन चाहनुहुन्छ भने र संसारभरि पुर्याउन चाहनुहुन्छ भने हाम्रो यो एडी स्टुडियोको भिडियो तपाईँले सेयर गरिदिनु न, लाइक गरिदिनु न, अनि कमेन्ट गरिदिनु न। मेरो भित्र हृदयको अन्तस्करणदेखि हजुरहरूलाई आग्रह गर्दछु। अन्त्यमा पास्टर बुवा हाम्रो दर्शकहरूका लागि एउटा आशीर्वादको छोटो, तपाईँले हाम्रो यो संसारभरि हेरिराख्नुभएका हाम्रा दर्शकहरूको लागि अन्तमा छोटो प्रार्थना गरिदिन सक्नुहुन्छ कि? अथवा अनि केही छोटकरीमा केही भन्न चाहनुहुन्छ? ठिकै छ, म एडी स्टुडियो यो च्यानललाई यो संसारभरि विश्वासीहरू जतिजनाले हेर्दै हुनुहुन्छ, सब्सक्राइब गर्दै हुनुहुन्छ, म सबैलाई फेरि पनि सबैलाई जय मसीह। म तपाईँहरू सबैलाई भन्नु यही छ कि सधैँ प्रभुको वचनलाई पालन गर्नुहोस्, प्रभुको वचनलाई अध्ययन गर्नुहोस्, जीवन चाहिँ एउटा प्रार्थनाको जीवन बिताउनुहोस्।
तब तपाईँ प्रभुको नजिक जानु सक्नुहुन्छ। जब तपाईँ प्रभुको नजिक हुन्छ, प्रभु तपाईँको नजिकमा हुन्छ, एन्ड तपाईँको जीवन चाहिँ यो संसारको लागि एउटा ज्योति बनिन सक्नुहुन्छ। एन्ड I will pray for all of you. Yes. Hallelujah. Dear Heavenly Father, you are so good to us. Thank you the day that you bless us, Father. Today I'm so blessed to spend time with you, Lord Jesus Christ. And thank you so much for everything, Father, Lord Jesus Christ. Father, I pray that God, how many believers are watching this AD Studio channel? I pray in the name of Jesus. Father, touch them with your holy hand. Heal them. Hallelujah. Father, have mercy on each and every one of them, Lord Jesus Christ. Use them mightily for your kingdom. Hallelujah. And Father, let thy glory be done through their life, Father, Lord Jesus Christ. And Father, Lord Jesus Christ, thank you for everything. Bless all the believers, those who are watching this channel. Bless their family, their work and activities, Father, Lord Jesus Christ. And bless their spiritual life. Thank you, Lord. In Jesus' name we pray. Amen. Amen.